हेलो व्हाट्सअप गाइज वेलकम टू माय चैनल प्रिन्जल ब्लग्स। ल पछाडि हेर्नु त के रहेछ वर्ल्डको सबसे लार्जेस्ट एन्ड हाइएस्ट स्ट्याचु। अहिले चाहिँ हामी इन्डो नेपाल बोर्डरमा पुगिसकेका छौँ। नानी कहाँ छौ अहिले? इन्डिया। ल ठिक छ। हेर्दै बाहिरको भ्यू होइन नानी, कतिको मजा आइरहेको छ। ल भन नि त ट्रेनभित्र। ल मजाले चाहिँ अब यहाँ दर्शक वृन्दहरूलाई चाहिँ मजाले आफ्नो अनुभव बताइदेऊ। हजुरहरू पनि आउनु होला, यस्तो मजा हुन्छ नि यहाँ। कहाँ कहाँ के रमाइलो लाग्यो तिमीलाई भन त आफ्नो कुराहरू। अब के भएर मैले पुरै बिर्सिसकेँ। अब हामी बडोदरामा झर्ने हो अनि हामी ठुलो स्ट्याचु हेर्ने, दुनियाँको सबसे ठुलो स्ट्याचु। हजुरहरूलाई त्यही गरेर देखाउनु हो त। फेरि पुल आयो, अर्को ट्रेन उताबाट गइरहेछ है, हेर्दाखेरि रमाइलो लागिरहेछ। अबको केही बेरमा हामी बडोदरा पुग्दैछौँ। त्यसपछि अनि युनिटी अफ स्ट्याचु अफ युनिटीमा चाहिँ हामी जानेछौँ। खानु लाग्यो यसरी खायो भने पेट भरिरहेको। त्यो ट्रेनमा चाहिँ अब केही पनि नल्याएको, केही पनि ल्याएन। अब आफ्नो तरिकाले अलिअलि हुन्छ खानु खाइरहेको छौँ। खाना चाहिँ लाइक खाने चाहिँ छैन। कति बजेको छ तर पनि उयो खाना चाहिँ अभाइलेबल नहुँदो रहेछ। 7 बजिसकेको छ। भोलि बिहान 8 बजे हामीलाई पुऱ्याउँछ। अलिकति डिले छ ट्रेन। भोलि अब रातभरि दौडायो भने छिटै पुऱ्याउँछ। भोलि कम गर्छ होला, भोलि बिहानसम्म रातिमा अब दौडाउँछ। घाग्रा भन्ने ठाउँको पुल, यो घाग्रा नदी हो होला। घाग्रा नदी पुलमा छ हामी अहिले। ओहो पानी त भयङ्कर ठुलो रहेछ त। बाढी आएर चाहिँ क्या हो, यता चाहिँ घटिसकेको रहेछ। ट्रेनले ढिलो गरिदियो। 8 बजे पुग्नुपर्ने 12 बजी पुगिएको छ। 4 घन्टा ढिलो भयो। अब फाइनली यहाँबाट अब हामी जान्छौँ स्ट्याचु अफ युनिटी, जसलाई वर्ल्डको सबैभन्दा ठुलो स्ट्याचुको रूपमा चिनिन्छ। र त्यो स्ट्याचु चाहिँ सरदार वल्लभ भाइ पटेलको हो। उहाँ पनि देख्न सक्नुहुन्छ। र यहाँबाट बडोदराबाट चाहिँ स्ट्याचु अफ युनिटी 90.3 किलोमिटर रहेको छ। बडोदरामा चाहिँ यो रोटी खाली खाइयो है, बस्ती। अब चाहिँ यहाँ खाएर हामी अब टेबडिया भन्ने स्ट्याचु अफ युनिटी भएको ठाउँमा चाहिँ जानेछौँ। टाढै नै गस्ट सर्भिस प्रोभाइड गर्छ। र नानी आउँदैछन्। ल कस्तो लागिरहेको छ, तर कस्तो लागिरहेको छ उत्सव बोलो अलि चर्को बोलो। जान लागिरहेको छौँ स्ट्याचुतिर। खाना खाएर भर्खरै पेट पनि भर्यो। यो कस्तो लागिरहेको थियो यो लास्ट भिडियोमा नानी? न्यु सुज होइन? बडोदराको सपिङ मलभित्र कुल्फी खाँदै, मावा कुल्फी अनि मावा चोकोदीप। म चाहिँ मावा चोकोदीप होइन, हिवाला। ल हेर्नु त्यहाँ त्यो दामी छ ठाउँ। सपिङ मल बडोदराको पिभिआर लेखाएको छ सबै नाम। अहिले चाहिँ हामी स्ट्याचु अफ युनिटीमा पुगिसकेका छौँ। अगाडि देख्न सक्नुहुन्छ सरदार वल्लभ भाइ पटेलको स्ट्याचु, वर्ल्डकै लार्जेस्ट स्ट्याचु। युनिटी लास्टै दामी ठाउँ छ। लास्टै दामी, लास्टै राम्रो लाग्यो मलाई चाहिँ। यहाँ लेजर लाइट हेर्ने मान्छेहरू टनाटन उपस्थित छन्। ए यहाँ भयङ्कर रमाइलो छ। त्यो मान्छेहरू टनाटन छन् खचाखचाउने रातिमा। यस्तो नजिकबाट अझ नजिकबाट आएको हामी है, हेर्न पाइन्छ भनेर आएको थिएँ मैले अगाडि। यो बाटो लाइटिङ सोको लागि हामी जाँदैछौँ। अब त्यो बाटो पनि यस्तो रातिमा खालको हल देखिएको छ। मलाई यो रातिको हामीले यहाँबाट प्रत्यक्ष आँखाले त देख्न सकिरहेको छ। स्ट्याचु अलिकति मात्रै देखिरहेको छ, यसमा क्यामेरामा क्लियर देखाउन सकिँदैन होला अहिले। त्यहीँ जाँदैछौँ, टाढापट्टि देखिएको छ।
स्ट्याचुको छातीमा जान्छौँ त्यहाँबाट हेर्नु होला कति राम्रो भ्यू देखिन्छ छातीमा बोर्डको हाइएस्ट हुन्छ त कत्रो ठुलो छ हिजो साँझ पनि हामी लाइट सो हेरेका थियौँ हेर अब यहाँ हेर्न जाने अब राम्रो छ वर्ल्डकै होइन सबभन्दा ठुलो हिजो डकुमेन्ट्री हेरेर थियो हामीले साँझमा आएर एकदमै अजुबा छ होइन अजुबा छ होइन नानी वर्ल्डको 8औं अजुबा हो यो 8th अजुबा अब हामी यहाँ छौँ त्यसको फाइनल्ली मजा लिन जाँदैछौँ अब हामी हामी भित्र घुम्न जानको लागि यहाँबाट ई रिक्साले चाहिँ भित्रबाट जाँदैछ अनि भित्र प्रवेश गरिसकेका छौँ हामीसँग टिकट सबै चाइल्ड टिकट र चाइल्ड टिकट 15 इयर्ससम्मको लागि चाहिँ चाइल्ड टिकट र एबभ 15 को लागि एउटा टिकट पाइन्छ एडल्टको लागि 380 रुपिस अहिले हामी चप्पलको सोलमा बसिरहेछौँ यो चप्पलको सोल हो तपाईँहरूलाई म देखाउँछु चप्पलको हामीले जुन धागो बाँध्छौँ नि धागो हुन्छ नि चप्पलको सोलको धागो लगाएर चाहिँ यति मोटो छ डोरी जत्रो गजबमा लाग्छ हाम्रो चप्पलको सोल जुन चाहिँ धागोले बाँधिएको हुन्छ त्यसको मोटाइ हेर्नुहोस् है कति छ यहाँ यस्तो बारिकी चाहिँ हरेक कुराहरू बनाएको छ 18,600 मेट्रिक टन स्टिल युज गरेर बनाएको 182 मिटर अग्लो स्ट्याचु अफ युनिटीको अब माथिल्लो भागमा चाहिँ अब जाने क्रममा छ हामी यहाँबाट इन्ट्री गर्दैछौँ फेरि माथि अघि फैतलाको भाग चाहिँ हामी हेरेर आइसक्यौँ हेलो ल सरदार कक्ष ओहो कस्तो लागिरहेको छ लगाएर त यहाँको भित्रको भ्यू यो स्ट्याचु भित्र हो यो स्ट्याचु भित्र हो त्यो पिलर छ नि जुन वेलकम बापा नरेन्द्र मोदी यो पछि बढे हुन्छ बाप्रे सरदार वल्लभभाई पटेलका है मात्रै हो यो हो ब्रिन्जल हेरै छु अझ ड्याम त्यत्रो राखेर पनि यहाँ यत्रो अब यहाँको यो मात्र फिल गर्न मन लागेर हो फेरि पनि म आएँ यहाँनिर ल यहाँ माथि आयो यो यो समाधि है छातीलाई समाधि हो छाती माथि आएका छन् अझ पनि चित्त नबुझेर मन नगरिएर इन्टरसिटी सुपरफास्ट एक्सप्रेसमा हामीलाई त स्ट्याचु अफ युनिटी छोड्नेवाला थिएन यहीँ बसिरहँ त्यस्तो भइरहेको थियो अब छोड्ने गरेर अहमदाबाद पनि राम्रो छ राति बडोदराको काम भ्याइयो होइन स्ट्याचु हेरियो घुमियो अब अहमदाबाद गएर अहमदाबादको अवलोकन अहमदाबादतर्फ अगाडि बढ्ने क्रममा नानी बाबुहरू ब्रेक खाँदै व्यस्त छ यस्तो सुपरफास्ट एक्सप्रेस दौडाइरहेछ इन्टरसिटी सुपरफास्ट एक्सप्रेसमा एकदमै छिटो दौडिरहेछ ट्रेन क्या बोलते भाई साहब इसको क्या बोलते हैं चॉकलेट चॉकलेट सैंडविच अच्छा बैठो मुझे वीडियो खींचना है थोड़ा सा अब के खाने अरे के भन्छ अरे यसलाई ट्याक्कै लेखाएको खोइ देखाउँछ ऊ त्यो त्यहाँ लेखाएको छ म देखाइदिन्छु खोइ ल्याउँछ अहिले हामी कङ्करिया लेकमा छौँ नानी बाबुहरू यता छन् ल जाम अगाडि कङ्करिया लेक भित्रको दृश्य हो यो अहमदाबादको एकदमै हामी चाहिँ अहिले कङ्करिया लेकमा छौँ कङ्करिया लेकमा छौँ यता जाऊ न यो हो कङ्करिया लेक अहमदाबादको होइन कङ्करिया लेक हो यो यतापट्टि जोनहरू पनि छ यसमा
खङ्खडिया लेकमा माछाहरू पनि टन्नै छ ल हेर्नुहोस् यो ओ ल यहाँको मौसम पनि राम्रो छ अहिले खङ्खडिया लेकमा भर्खरै खाजा खाएर हामी हजुर टिचर्स यो हरर हाउसको ल खङ्खडिया लेकमा कस्तो लागिरहेको छ त अब पुनमलाई हावा लागिरहेको छ र आज पानी पर्ला जस्तो छ के खाँदैछ नानी हर्मर आइसक्रिम यहाँ देखिएको होइन त्यही होइन ठ्याक्कै सेम टु सेम ल ल त्यही देखाउ सेप पनि मिल्यो है हर्मर म चाहिँ म्याङ्गो म्याजिक खाँदैछु नानी ल्याऊ न ल्याउ छोरो मैले होटल ब्रिजमै छ अझ पनि र म्याङ्गो म्याजिक खाँदैछु मैले हजुर नाम लेखेँ अब हामी होटल ब्रिजबाट साबरमती आश्रम जाँदैछौँ ट्याक्सीमा होइन उत्सव नानी अब चाहिँ हामी टिकटक बनाउनेहरूलाई कहाँ जाँदैछौँ महात्मा गान्धी आश्रम साबरमती आश्रम अथवा गान्धी आश्रम चिनिन्छ त्यसको लागि हामी अहिले गान्धी आश्रम जसलाई साबरमती आश्रम पनि भन्ने गरिन्छ त्यहाँ आइपुगेका छौँ र अहिले नानीले समातेको बिरुवा यो चाहिँ श्री रामनाथ कोविन्द भनेको भारतका राष्ट्रपति निवर्तमान राष्ट्रपति अथवा पूर्व राष्ट्रपति भनौँ 2017 सितम्बर 3मा चाहिँ लगाउनु भएको रहेछ त्यहाँ चाहिँ हामी उभिएका छौँ अहिले यो भित्रको एरिया भनेको चाहिँ गान्धी आश्रमको एरिया हो पानी पिउने ठाउँमा गएर पानी पिएर आएका छन् सम्पूर्ण एरिया यो सबै गान्धी आश्रमको एरिया रहेको छ यहाँ एकदम शान्त छ यहाँ अझ हामी जाँदैछौँ घुम्न भित्रको एरियाहरू देख्यौ नानी तिमीले सबै हजुर यो के हो यो त सिडी हो जस्तो कि राख्ने सामानहरू राख्नको लागि बनाएको किचन रुम भयो र उतापट्टि स्टोर रुम केएल राहुलको 41 रन आएको छ अहिलेसम्म अनि गिलको चाहिँ सुमन गिलको 4 रन मात्रै छ टोटल इन्डियाले 95 रन ल्याएको छ 2 विकेटको क्षतिमा अहिलेसम्म हामी नरेन्द्र मोदी क्रिकेट स्टेडियमबाट लाइभ यसरी खिचिरहेछौँ र अहमदाबादमा आएर यसरी 2 अक्टोबरको डे फर्स्ट डेको म्याच लाइभ हेर्न हामी अब जयपुर सिटी क्रममा चाहिँ छौँ आजको दिनभरको लागि यो ट्याक्सी बुक गरिएको छ र यसको माध्यमबाट हामी जयपुरका विभिन्न चाहिँ प्रमुख प्लेसहरू छ ती प्लेसहरूमा चाहिँ हामी भिजिट गर्नेछौँ राजा महाराजाहरू पहिलाको धेरै पहिलाको गलैँचा भनौँ पित्तलको ढालेर बाबा यो झन् ठुलो रहेछ के हेर्ने खै हेर्ने कुरा धेरै रहेछ अल्बर्ट हलमा हामीले धेरै कुराहरू पुराना सदियौँ पुराना वस्तुहरू हेर्न अल्बर्ट हल म्युजियम हवा महलको अगाडि छौँ अहिले हामी यहीँबाट हो पुनः मैले हवा महल
पछि आउँछौँ फोटो खिच्नलाई। अहिले खाना खान जाँदैछौँ। हेलो गुड मर्निङ। हामी चाहिँ अहिले जयपुरबाट दिल्ली आइपुगेका छौँ। यहाँ 7 बजी छ ट्याक्कै। दिल्ली रेलवे स्टेसनमा चाहिँ पुगिसकेका छौँ। हामी अहिले चाँदनी चौक मेट्रो स्टेसनमा छौँ र अब यहाँबाट जिटिपी नगरतर्फ जाने क्रममा चाँदनी चौकको मेट्रो स्टेसन रहेको छ।